दाजु भन्नु रवि बजार सकेको अलिअलि पातलो थियो म जाँदैन उठ्दै छु ला हो कति छिटो उठेको छिटो भेट्यो नि घुमिराख न हेरिराख भन्नु ल बाबु डुल्नु गएको सुनारसँग डुलाउनु लग्यो भन्नु नि डुल्नु गयो होइन डुलाउनु लग्यो भन्नु नि त्यो भन्नुमा पनि फरक छ देउराली घुम्दा घुम्दा हैरानी पाकेको पनि छ अब घाम लागेको भाग हस्पिटल सबै पुरै देखिन्थ्यो अब कुहिरो लाग्यो केही देखिँदैन यता इलाम पर्छ यता पाँचथर पर्छ फेरि यहाँ कस्तो छ भने यहाँ अलिकति चाहिँ फेरि पान्थरले नै गाभेको हुनाले पान्थरै बोल्छ यहाँ चाहिँ हस्पिटललाई चाहिँ पान्थरै भन्छ पान्थरकै परेछ सत्य थाम्दै जाऊ है टेम्पू यो टेम्पू त मातेको मान्छे भन्दा ड्रिल मुनि झरिजानु खोज्दैछ त हौ हेत तेरिका डर मर्दो हेलो हजुरहरूलाई स्वागत छ जुनी जीवनको चौतारीमा हजुरहरूले पुरा भिडियो हेरिदिनु होला पुरा भिडियो हेऱ्यो भने कता कहानी थाहा हुन्छ होइन त साथीहरू स्पेसल यो भिडियो चाहिँ हाम्रो पहाड भतिजको हिकुनाम्बा बिहा थियो नि त शुभ विवाह गएको बेलामा चट्टसँगले आफ्नो गाउँघर साथीभाइ होइन इष्टमित्र आफ्नो जन्मथलो घर गाउँले आफ्नो गाउँघरमा के कसरी आफ्नो परम्परा भाषा संस्कृतिहरू के कसरी छ त होइन आफ्नो देश गुनाको बेस कपाल गुनाको केस भन्छ नि हाम्रो 4 जात 36 वर्ण फुलबारीले सजिएको देश नेपाल भन्छ नि त्यस्तै साथीहरू अब चट्टसँगले आफ्नो परम्परा संस्कृति गरिसक्यो होइन अब चट्टसँगले बेलुका चाहिँ नाचगान गरेर बाउ भतेर सकेर चाहिँ हामी घुम्न जाने प्रोग्राम बनाइराखेको छौँ साथीहरू फाइनली एकदम शुभ बिहानी भएको अवस्था है हामी चाहिँ बिहान एकछिन अब एकदम हितैसी साथी एकदम होइन हृदय किरानी चाहिँ छिमेकमै छ होइन चट्ट अनि पहाडमा त फुलबारी नै रमाइलो हुन्छ होइन फुलबारी हेर्न जाउँ त खानासाना बनाउँदाखेरि भनेर हामी चाहिँ साथीकोतिर जाँदैछौँ है साथीहरू यो पुरा घन्टी बजाउँदै हिँड्न लाग्नु भयो क्या हौ अनि त्यो घोडालाई पनि घोडा कट काटिदिएको छ त हौ होइन यो घरभित्र पनि कति मजाले फुलेको यो सेपभित्र पनि यो खालकोलाई चाहिँ लोकल भन्दो रहेछ बैसो गएको यसको उयो त सकेको त थर्किला छ हो र कति राम्रो फुलेको छ त यो चाहिँ सबै मेरो डुप्लिकेट फुल हो ओरिजिनल यो पनि झन् ओरिजिनल जस्तो देख्छौँ त अनि सब डुप्लिकेट है ला ओरिजिनल र डुप्लिकेटमा के फरक छ त्यस्तो अगाडि चाहिँ ओरिजिनल नै हो यिनीहरू चाहिँ सिजनिया फुल हो हिँड्नु पनि उसलाई पैसा लागेको यिनीहरू चाहिँ ओरिजिनल होला नि त यिनीहरू चाहिँ यो मुला त फेरिको फुल हो यो मुला चाहिँ फेरिको यो चाहिँ महँगो फुल हो यो चाहिँ तर हावाले खाएर यो सकिएको यो होइन कस्तो यहाँ अनि घामले पनि भेट्दैन रहेछ शीतलमै भएको त हौ फुल कति वर्षमा उसको घर यहाँ यहाँ बसेर चाहिँ मेजन खानु चाहिँ पाएको छौँ न फुल मात्रै हेर्नु भ्याएको मेजमान होइन लाने भए दिउँला के अरे सुँगुर खालि मैले सुँगुर पनि अनि पाल्नु छोडेको भनेको जस्तो लाग्यो त कति छ यो अनुदान ए जेठाजी उता एउटाको घर छ एउटाको घर तल छ ए वरिपरि नै हो सबैजना यो त हेर्नु न हेला फुल त्यतिकै फ्याँकेको फुल है यो पहाडमा त खोइ यता पनि उता नि फुलै फुल
अब यसलाई बनाउनु मलाई 2 दिन लाग्छ। खै तिम्रो डेरी चाहिँ कता हो अनि? अब आएपछि डेरी पनि हेर्नु पर्यो नि डेरीवालीको। यहाँ हो क्रिम पेल्ने। क्रिम भनेको चाहिँ के हो फेरि? घिउ। ए यो चाहिँ घिउ निकालेको? अब त्यसलाई बनाउनु पर्छ। घिउ बनाउनु पर्छ। पुरा यहाँदेखि धारै धारा पो झन्। घिउ यता दुध उता। दुध तताउने होला त्यो चाहिँ। खै दुध डेरीवाली त हरायो त अनि। उयो चाहिँ तिम्रो दुध हो कि दही हो त्यो? यो दुध जमाइसकेको चिज बनाउनु त। म यही भाँडामा काट्नु अहिले कान्छा आएपछि मात्रै पेल्नु ल। चिज यता चाहिँ। बापरे बाप। ता चाहिँ चिज? त्यो सबै चिज? चिज हो। चिज बनाएपछि त बिग्रिँदैन होला हैन? अब हैन नि गर्मी भयो। गर्मीमा त चिसोमा राख्नु पर्छ नि। पंखा ल्याउनु भने यहाँनेरि। यो यसमै तातोले चाहिँ हुन्छ न त बाहिर चिसै छ नि। चिज आउँदैछ अरे। के पेल्नु पर्ने? अब दुध। अब त्यहाँ माथि सुँगुरको खोर? दाना अन्डा। यो यता पनि छ मेरो। पसिनाको कामहरू। अब यता बोल्नु। सबैलाई एक मुष्ट रूपमा म यो हुनेवाला ज्वाइँ उम्मेदवार हाम्रो 1 महिनाभित्रमा यहाँदेखि जसरीमा पनि उठाउने। ज्वाइँ चाहिँ खतरै रहेछ। कसरे नाना? हामीले मालमत्ता सफा गरेर राखेको। ए त्यही भएर हामीले बुझाउने बाँकी छ। आजको कार्यक्रम सफल भयो, हिजो पनि सफल भयो हैन। अब हामी सफलै सफल सधैँभरि सफल। फेरि केरालाई कुवा भन्नु छोरी रोप्नु आँटेको आलु अब खाउँदैन बेहुला बेहुली त माथि उनीहरूको पाउनु ल लु छुना माङ्गोन छुनिल टुन्ने इन्टरनेटमा भेट गर्दै गरौँ अब ल। इन्टरनेटमा भेट्ने बाचा गर्दै हाम्रो पाहुना पात छोरी चेली सबलाई बिदावारी गरिवरी होइन सब खानपिन हामी घर अब दाजुभाइ त घरभित्रको मान्छे भनिन्छ नि त हामी पनि खानासाना खाइवरी अब चट्टसँग रवि घुम्नु जाने त्यहाँ गएको बेलामा भनेर काकी कान्छी सासू अनि भतिज नि घरिघरि चाहिँ म त नन्द होला अब सुरुमा त अब साइनहरू पनि बिर्सिन्छ म त घरिघरि नन्द भन्दै थियो। अब हामी चाहिँ रवि जानलाई तयारी भइरहेको छौँ साथीहरू पनि हामी सँगसँगै घुम्न जाउँ है। हामी चाहिँ फाइनल्ली अब लाग्दैछौँ रवितिर साथीहरू अरूले त होइन त्यही त नि ल है अब हिको नाम्बाबाट लाग्यो माउली गाउँ माइत गाउँतिर हजुर रवि लाग्दैछौँ है हामीहरू यहाँनिर खालुङ गाउँ चारेर अब फेरि माइत गाउँ माउली गाउँ चार्नु लाग्यो साथीहरू। अब हाम्रो काकी सासू नन्द भएर लाग्दैछौँ। हजुरहरूले पनि हाम्रो भिडियो हेरेर एकदम लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नुहोला। ओफ रविको नाममा घुम्रे गाउँ घुम्नुहोला। दाजु भन्नु रवि बजार सकेको?
अलिअलि पातलो थियो ए पातलो म जाँदैन उठ्दैछु ला हो कति छिटो उठेको छिटो उठ्छ जाडोले हामीलाई चाहिँ सबर्नु र हलबल भेट्छौँ होला भेट्छौ भेटेपछि घुमिराख न हेरिराख भन्नु ल बाबु अब कति आउँछ बजार पो डुल्नु गएको डुल्नु गयो होइन डुलाउनु लग्यो भन्नु नि त्यो भन्नुमा पनि फरक छ ठेकुनामाबाट रवि जाँदाखेरि बाटोमै छ क्या हाम्रो छुना कान्छीको घर भन्नाले चाहिँ हाम्रो मेरो हाडबोजूको माइतीको छोरी गएको त भरे त कोही पनि रहेनछ गाली पनि सानो गरेन यहाँ त पुरा पट्टी पो मानेर रहेछ लुगा त फेरि राख्छ यसो गरेको त यसले कम्ता गालामा नमिठो लागेन हौ हाम्रो घरको मान्छेहरू उस्तै छ अब नमस्कार हाम्रो कोही छैन रहेछ लु यस्तो राम्रो फुलको एउटा फोटो त खिचौँ भने रवि निस्किने गरेको भए रवि जानुभएको अहिले फर्किँदाखेरि म त हामी त कोही रहेनछ भन्दै यहाँ चान्समा डान्स मार्दै गरेको त पुलुक्कै निस्किनु भएछ बाबा जेठमा जस्तो लागेको मलाई जेठमा मात्रै हो नि केसरी अहिले त उता हामी तिनजना जाँदाखेरि त मजाले पाकेको थियो बाटोतिर त्यो खाँदै आएको थियौँ अहिले त अनि छैन यहाँ त फेरि अहिले त के बेला सबै खानु पर्यो भनेको त अहिले सिजन नै होइन होला अब यो अर्घेली त के पो गर्छ यो अर्घेलीलाई त लोकताएर लान्छ मिलमा ऊ काँचो कागज अन्त यो अर्घेली त ठुलो पो भन्थ्यो काँचो कागज कागज त नि सही छाप गर्ने बक्कै त नेपालको कागज चाहिँ यहाँ छ साथीहरू टन्नै पो रहेछ त वारपार यो आफै उफ्रिन्छ कि रोप्नु कौ यो रोपेको नि ए उसको डालै जान्छ कि पहिला थिएन अनि फेरि उ गरेर फेरि अहिले साल मास्ने भने यहाँनिर अमरदीप हाम्रो बाजे चेप्जूले चाहिँ यहाँनिर पहिला नै स्कुललाई जग्गा दिनुभएको यो वरिपरि पहिला यहाँनिर गाडी कुद्थ्यो है अहिले चाहिँ यो ग्राउन्ड खारेकोले गर्दा हाम्रो बाजे चेप्जू होइन अमरदीप त हाम्रो चेप्जू अन्त अमरदीपले दिएकोमा अझै खार्नु बाँकी होला होइन यो ग्राउन्ड अनि यहाँनिर पहिला चाहिँ रोड यस्तो आउँथ्यो अहिले चाहिँ यो खारेकोले गर्दा माथि सरेको रहेछ रोड थियो कि अन्त त्यो यो अब सागरो भएर अमरदीप खालिङ हाम्रो बाजे चेप्जूले दिएको हाम्रो जग्गा जमिनमा यहाँ ग्राउन्डमा चाहिँ हामी यहाँ नातपनात पनि यहाँ पाइला टेकेर आज हेर्दै हेर्दै जाँदैछौँ हजुरहरूले पनि देश विदेशमा हेर्नु होला धेरै प्रगति भइरहेको रहेछ पहिला चाहिँ ग्राउन्ड सानो थियो अहिले त पुरा ठुलो 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 माथि 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 माथिसम्म बढाउने रहेछ नि त्यही भएर यहाँ तलको रोड पनि अहिले माथिको डाँडामा कुद्दैछ अरे अनि हाम्रो यही खालिङमा हाम्रो नन्दासँग निस्किँदैछौँ रवितिर विदेशमा पनि हेर्नु होला यस्तो छ ग्राउन्ड चाहिँ परसम्म पहिलाको बाटोहरू त अहिले त ग्राउन्डभित्र पो भएछ अन्त त अनि यो कति क्लाससम्म हो यो अहिले ए 8सम्म हो ए भनेपछि त यो बिस्तारै बिस्तारै 10 हुँदै कलेजै हुने रहेछ भन्ने हामीले पनि आशीर्वाद दिइरहेको छौँ है हाम्रो अमरदीप कोपा पितृहरूले हामी नातपनातले पनि यसरी नै प्रगति हुँदै जाओस् अब पछि यहाँ कालो पत्रे रोड गरेको पनि हामी भिडियो बनाउनु पाऊँ होइन त हजुर हजुर त्यही होस् सबैको चाहना इच्छा जाडो जाडो फेरि उकालो ओह्रालो हिँड्दा त गर्मी गर्मी त्यही त नि हाम्रो काकी कान्छी सासू पर आउनु हुँदैछ ल ऐसेलुको पात भन्छ नि ऐसेलुको पात ए माया ऐसेलुको पातदेखि बाहेक अरू कसैलाई गीत आएन हौ ल यहाँ भिडियो बनाऊ त पहिले भिडियो भयो ए छ भिडियो म ऐसेलु खान्छु क्या ल ऐसेलु खाने खालको त छैन है ए हो र पाकेको पनि छ खानु ल कति छिटो खाऊ अलि देखाएर त खानु ऐसेलुको पात ए माया मलाई पनि देऊ न तिम्रो हात वरिपरि ऐसेलु र ए केसारी भोटे केसारी र यहाँ हामीलाई डुलाउने हाम्रो टुरिस्ट गार्ड चाहिँ यहाँ हुनुहुन्छ होइन कि यो चाहिँ मजाले भोलिपर्सि हेर्नु न कति
यिनीहरू फुल्छ होइन अन्त त त्यो केसरी भएपछि त्यो केसरी यो छोड्ने गाडी छ यो छोड्ने गाडी छ्याउ म चाहिँ वरिष्ठ होइन माथिल्लोबाट खोइ यहाँनिर खिचिदिने मान्छे भाइ यहाँबाट उता रहेछ नि त टुरिस्ट गार्ड हुनु पनि साह्रो पर्यो है टुरिस्ट गार्ड ऐसेलु खाँदै फोटो खिच्दै जाँदै थियौँ है हाम्रो बिचरा कान्छी सासू त ड्याममै पल्लो पारी फोटो खिच्नु जाँदा सानो नमिठो लड्नु भएन सम्झना बिर्सनै भयो यहाँ परसम्म नआउने त्यति नै हो भिडियो गरेको यता आउनुहोस् न हौ यता आउनुहोस् यता आउनु भन्दै उभिएर त हुन्छ तान्दै पो लानुपर्छ कता जानुपर्ने हो यता आउनुहोस् न यता जानु न जाउँ क्या बगानतिर माथि अनि उ पनि जीवनमा एक एक पलमा रमाउन सिक्नुपर्छ साथीहरू धेरै गल्यो होला कि तिमी आज देउराली घुम्दा घुम्दा हैरानै माइलीले धन्न घुमाइदियो आज धेरै धेरै धन्न म थिइनको भएदेखि त कसले घुमाउने खतरै भयो होला खतरा अब अहिले देखिँदैछ त्यो बुट्टाहरू आँखाले हेर्दा माथि माथि सिन देखिन्छ फोटो खिच्ने बेला देखिन्छ भेडी गोठाला बाख्रा गोठाला उहिले चराउने ठाउँ यो हाम्रो देउराली डाँडा होइन माथिको मैले हजुर अहिले पनि बाख्रा चराउनु हुँदो रहेछ नि देउराली डाँडामा पर्खी बसौला भने जस्तै हजुरहरू त बाख्रा अहिले पनि चराउनु हुँदो रहेछ तर मुना घाँसहरू त डरै रहेछ नि त अनि त्यही भएर पो बलियो न बलियो पाहाडको बाख्राहरू त रहेछ के को बलियो न बलियो हेर त पठिङ्ग्रीहरू मात्रै रहेछ सबै नानीको आमाहरू अब यो बर्खामा के गर्नु अनि अब यत्रो जङ्गल छ अनि के गर्ने के को सुर्ता हो र अब यो झापाबाटै आएको गाडी रहेछ त हौ गाँठे हाम्रो माइली नानाको छोरीहरू पो रहेछ लु त कान्छ यहाँबाट यस्तरी खिचिदियो ल यतापट्टि आऊ त मैले भन्नु पर्दा अनि अब घाम लागेको भए हस्पिटल सबै पुरै देखिन्थ्यो तर अब कुहिरो लाग्यो केही देखिँदैन यता इलाम पर्छ यता पाँचथर पर्छ यता यता के भन्छ मुडे गाउँपट्टि पाँचथर यता चारखोलपट्टि इलाम जिल्ला चारखोल भनेपछि यहाँ पुरै हस्पिटलहरू थियो यहाँ हस्पिटलहरू छ होइन तर यो हस्पिटलहरू फेरि यहाँ कस्तो छ भने यहाँ अलिकति चाहिँ फेरि पान्थरले नै गाभेको हुनाले पान्थरै बोल्छ यहाँ चाहिँ हस्पिटललाई चाहिँ पान्थरै पान्थरकै परेछ ए यो हुसेन नलागेको भए त्यो हस्पिटलहरू सबै देखिन्थ्यो है पुरै देखिन्थ्यो लु हेर्नुहोस् है उहिले मैले मेरो अर्को पहिलाको भिडियोमा चाहिँ चारखोल हुस्से गाडी थियो म रुँदै रुँदै हिँड्थेँ भनेको बाटो त आयौँ फाइनली तर यो जुनीमा आउँदाखेरि पनि यो हुस्से नै रहेछ भनेर चाहिँ भनेपछि यो हुस्से यो प्रकृतिले नै यो चारखोललाई नै अंश लगाइदिएको रहेछ त्यही भएर कालीघारी चाहिँ अलिकति कम्ती भएको हो कि कालीघारी चाहिँ प्रकृतिले अलिक के अरे मान्छेले गर्दा छेक्दै यो हुस्सेलाई चाहिँ छेक्न सकेन कसैले पनि यो पहिरो झरेको कि खनेको ए त्यसो चाहिँ त्यसो भन्दा यहाँ त गाडी हिँड्नु पनि डेन्जर भयो त हौ भन्नुहुन्छ भने फेरि अनि यता यस्तो भिड छ नि त हौ छन पनि बाफ्रे त्यही भएर उहिले मातेको मान्छेले अनि यहाँनिर हुन्थ्यो क्या अब यहाँनिर
ढुङ्गा गयो भने कहीँ बस्ने ठाउँै छैन त्यही त नि गाउँला तेल छ नि त्यो ढुङ्गाले तल त बस्ती छ नि पुरै फेरि अनि यस्तो क्या हौ यो कुइनेउटो भयो होइन अनि यहाँदेखि कतै केही भयो भने कता भाग्ने भन्ने जस्तो क्या कहीँ त छैन यहाँ पहिला मेरो छोरी र म आउँदा यहाँ कम्ता ढुकढुक हुँदै हिँडेको त नि भाग्ने ठाउँ चाहिँ कहाँ छ त यस्तो कुइनेउटो भयो भने उताको मान्छे पनि देखिँदैन यो ढुङ्गा चाहिँ खस्यो भने के हुन्छ होला नि ऊ सुनखरी त उ त्यहाँ पो फुलिरहेछ सेतो ढुङ्गा चाहिँ लगाउनु नि ढुङ्गामै बस्ने हो नि त ढुङ्गामा सहज नि यस्तो रहेछ है हालत कन्टेन्टहरू भन्थ्यो नि त्यतिखेर नभएको उमा चिठीहरू लेखेर टाल्नु पर्ने यो चिठी यो चिठी राख्ने ढुङ्गा। चिठी टाल्ने चाहिँ सुनखरी के ए उहिले थिएन नि त होइन अनि त्यहाँदेखि मान्छेले चिठी लेख्यो त्यहाँदेखि हो यो सुनखरीले चाहिँ त्यो गम भन्थ्यो अनि ट्याक्कै जोडा त्यहाँदेखि यसो कोट्यो ठ्याप्पै टाल्यो हो त्यो गमको काम गमको काम गम पनि भन्छ यसलाई सुनखरी पनि भन्छ हामी चाहिँ पहिला गमै भन्थ्यौँ तर पहिला हो यस्तो भिरबाट पनि घर छाउने खर काटेर निकाल्थ्यो भन्थ्यो अहिले पनि निकाल्छ यहाँ को सक्छ मान्छे जाने यहाँ त अब त सक्दैन खोइ पहिला त यहाँबाट खर झार्थ्यो अरे भन्थ्यो खर त्यो घर छाउने खर हुन्थ्यो अरे के यहाँ झार्नुपर्ने त्यहाँबाट चाहिँ अब काटेर आफ्नो घर घर लान्थ्यो अरे नि यो मान्छेकै होला नि यो सबै जग्गाहरू यो ऊ अम्लिसो घाँसहरू त्यतैबाट निकालेर लान्छ होला ऊ यत्रो यत्रो ढुङ्गा अनि यो पहिरोले त सुतारेको होला नि फोटो खिच्नु साडी ठिकै भयो अब त साडी पनि भारी भयो मलाई त चुर्केर माथि पुगिसक्यो टिप्लेर म कहिले घर पर्खिनु कुइनेउटो हुँदै उहिले हामी के भन्नु र म रुँदै हिँडेको बाटो योपल्ट हाँस्दै हिँड्नु पाइयो है साथीहरू मरिएन भने हिँडिँदो रहेछ यहाँबाट चाहिँ पहिला रवि स्कुल देखिन्थ्यो होइन तर अहिले त रुखहरू बढेर देखिँदैन रहेछ घुमेर यस्तो बाटो जान्छ कि यहाँ तल यो डाँडादेखि मुनि छ हस्पिटल ठुलो होइन यही हो यो हस्पिटल जाने बाटो ए हस्पिटल जाने बाटो चाहिँ त्यो हामी रवि जाने बाटो चाहिँ उकालै भनेपछि यहाँ अलिक खारेर अलिक ओह्रालो बनायो कि क्या हो यहाँ खारेर ओह्रालो बनाएको छ ए त्यही त अनि नत्र त यहाँ त यहाँ बाटै थिएन होइन त्यो हस्पिटल भएको हुनाले यहाँदेखि बाटो घुमाएको छ यताबाट चाहिँ तर उताबाट फेरि आउँदाखेरि उता परबाट फेरि घुमाएको ए सबै देखिन्छ पनि यो विकास त हुँदै रहेछ तर यो बाटोले गर्दा गाह्रो रहेछ अरे बाप्रे जस्तैमा पनि बाइकहरू त लाँदैछ ए टेम्पूले त हन के हो सत्य थाम्दै जाऊ है टेम्पू अरे बाप्रे यो टेम्पू त मातेको मान्छे भन्दा ड्रिल मुनि झरिजानु खोज्दैछ त हौ हेत तेरिका डर मर्दो टेम्पूमा हिँड्नु भन्दा त खुट्टाले हिँड्नु जस्तै देखियो त हौ चक्का त शिव घरि उकाली घरि ओह्राली छ है जिन्दगी पनि यस्तै हो हजुरहरू अब चाहिँ रविको मुख देख्नु थाल्यो है रविको छेउछेउ आइपुग्यो जस्तो छ हौ माइली उमोको चाहिँ डिसो मन्दिर हौ मोडा ए फाल्गु नन्द हो बुद्धको पुग्नुलाई त अनि कम्ता टाढो छ अरे त्यहाँ जानुलाई त निकै घन्टा लाग्छ होला अस्ति नयाँ सालमा हाम्रो बुवाहरू बजार आउनु भएको थियो कि एकछिनै पुगेको बिहे त हाम्रो बाबु अनि पहिला हामी आउँदा बनाएको थिएन भर्खर बनाएको हो कि क्या हो 4-5 वर्ष भयो नआएको निकै भएछ भनेपछि त्यो गेट लाउँछ होला होइन बिहान बेलुका मात्रै पस्नु दिन्छ होला हुँदैन होला कि भन्छु अस्तितिर त थिएन आज हिजो झापाबाट हाम्रो माइली पनि आइपुगेको छ है फाइनली चस्मा पनि हो बाबाले दे त दाहिने बाटो चाहिँ फेरि हस्पिटल जाने रहेछ रविबाट यता फेरि रवि म त यो कता जाने बाटो होला भन्दै थियो नि हामी आएको बाटो फाइनली यहाँ पनि ठुलो मान्छेले चिन्दैछ अनि यो चाहिँ फेरि कहाँ जाने हो माइली यताबाट कता यो यता यो फाल्गुनको मूर्ति मन्दिरमा जाने शालिगतिर जाने पहिला त यो पुरै जङ्गल थियो होइन
ल्याएको थियो यो टोयलेट गर्ने पिसाब झाडा गर्ने यता पनि थियो होइन तर यहाँ मान्छेले अब एउटा मन्दिर राख्नु भनेर चाहिँ सबै यो जङ्गलहरू पुरै फाडेर राम्रो बनाएर यहाँ चिया बगान लगाएको छ लगायत यहाँ फाल्गु नन्दको शालिग मूर्ति राखेर यहाँ अब एउटा मन्दिरको रूपमा अहिले सफा गरेर राम्रो भनेपछि यहाँबाट त पस्नु पाइन्छ जस्तो छ तपाईँले यहाँबाट पनि पाइन्छ उताबाट पनि पाइन्छ उता पनि ढोका खुल्लै छ यहाँ चाहिँ त्यहाँ एकछिन दर्शन गरेर उहाँलाई बोलाउनु अघि माटोमा त ठिकै थियो होइन फालुनन्द मन्दिरको पनि दर्शन आइसकेपछि गरेर जाउँ न त होइन आउनु है आज त दर्शन दरै गराइ हुँदैछ उफ सासै बढ्यो हो गाँठे अब यहाँनिर फालुनन्दको शालिग हेर्नु दिएपछि त देखाउनु पर्यो नि चुलै भत्काउँछ हौ गाँठे हाम्रो महागुरु फालुनन्दको पनि दर्शन गऱ्यौँ है फाइनल्ली चाहिँ हामीलाई शक्ति मिलोस् सुख शान्ति होस् ओम नारायण अब तपाईँ चाहिँ गएर त गुलामा फेरि गरेर फोटो खिच्नु कति सम्झिन्छ बाटो नचिनेर राम्रै होइन तिम्रो त यहाँ पो भनेर सिटनाम पाउँदैछु त तिमी त सहर पसेको अहिले चाहिँ खाइलागिदियो हामी देउरानी भइछिन् देउरानीले नसम्झाए पनि म त दिनको रात कति वर्षमा आउनुभयो तपाईँ खोइ यहाँ त्योहरू बनिएको थिएन मन्दिरहरू बनिएछ